हेलो गुड मर्निङ सम्पूर्णमा र आशा छ सबैजना आराम कुशलै हुनुहुन्छ होला भनेर म पनि आराम कुशलै छु। आज मेरो छुट्टी, त्यही भएर आज अलिकति ढिलो ढिलो उठेर चाहिँ यसो ब्रस मुखसुख सलक सलक्कै धोएर किचनतिर आएर सटलक्कै मैले कफी पकाएको छु। आजको मौसम अलिकति गर्मी छ, त्यही भएर आज चाहिँ मैले कफी आइस बनाएको छु है। र गर्मीको मौसममा कफी आइस पिउन अर्कै आनन्द मिल्छ है। चिसो पेट हुन्छ, शरीरमा अर्कै तरङ्ग आउँछ। त्यही भएर म मौसम अनुसार कफी बनाएर पिउँछु। चिसो छ भने तातो कफी, ब्ल्याक कफी, गर्मी छ भने चाहिँ आइस कफी। तपाईँहरूलाई कसले मनपर्छ? मनपर्ने जतिले लाइक गर्नुहोला। कस्तो आनन्द भयो है चिसो कफी पिउँदा। यहाँ मेरो साथीहरू पनि बोलिरहेको हुन्छ, उनीहरूको भाषामा के बोलेको थाहा भएन। मलाई गाली गरेको बात हो कि उदानु या दुईजना साथी, नेङ्मर साथी। ल, मेरो यो छोटो भिडियोलाई सबैजनाले मन पराइदिनु होला, माया गरेर लाइक कमेन्ट सेयर गरिदिनु होला भन्न चाहन्छु। छोटो भन्दा पनि 2 मिनट पुग्न छ त्यसका लागि सबैजनालाई बाटै सदाबार माया रहिरहनेछ। थ्याङ्क यू सो मच, बाई बाई।